हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ के भन्छ सन्डे हो। हाम्रोमा चाहिँ आज के छ भनेर म तपाईलाई देखाउँछु। हेर्नुहोस् खोर्सानी हाम्रो खोर्सानी नै खोर्सानी छ हो। यहाँ चाहिँ यहाँ डल्ले छ। यो के खान्छ यसलाई त जिरे खोर्सानी हैन, साइली खोर्सानी। अनि डल्ले खोर्सानी यहाँ पनि डल्ले खोर्सानी छ हो। यहाँ चाहिँ शिवराम मामा आउँदै हुन्छ बोकेर। अनि त्यो पोरालको लागि चाहिँ कसले ऐँचीलाई काटेको? यहाँ चाहिँ हाम्रो यस्तो छ हो। चाहिँ पानी आइबस्छ। यो चाहिँ मनमा यो चाहिँ खुल्लै राख्नुपर्छ हो पानी चाहिँ। अब चाहिँ हामी जाँदैछौँ खाजा लिएर हो। खाजा छ, रोटी सब्जी। यहाँ चाहिँ मेरो आमा अगाडि म चाहिँ पछि चाहिँ यसरी धान रोप्छ है। देख्नुभयो? यो चाहिँ हाम्रो होइन, पल्लो घरको धान रोपेको। अनि यहाँ चाहिँ पापा हुन्छ हो। अनि यो चाहिँ सबै हाम्रो चाहिँ के पो भन्छ यसलाई, फर्सी हो। फर्सी पम्पकिन भन्छ नि। फर्सी सबै हो। यो एउटा बोट हो है, के बोट हो एउटै होला हौ सायद। 4 गरा। अब यो ऐको तल 1 गरा 2 गरा 3 गरा हो। उयो फर्सिरहेछ है हो। कति गरा कति 4 गरा भयो होइन। योसँग 5 गरा, योसँग 6 गरा 7 गरा, योसँग हो 5 गरा 7 अरे 8 गरा। उयो अलिकति गएछ 8 गरा भन्नु प्रोपर। यहाँ चाहिँ यसरी हुँदै रहेछ हो। नै खोला पानी आइरहेछ। हाम्रो पनि खेतको सुरुवात भइसकेको छ हो। यसरी आछु पानी त यहाँ खोली पो दिएछ हौ। अब पानी आउला नि त्यहाँ। बस्तीको यस्तै हुन्छ है, हेर्नुहोस् होला। त्यहाँ पनि थाल्छ अब, यहाँ पनि खेतमा थाल्छ हो हाम्रो खेतमा। त्यहाँदेखि हाम्रोमा चाहिँ रोपाइ हुनु चालु भयो। बस्तीमा चाहिँ हेर्नुहोस् न, सेम शङ्ख हो। यहाँ चाहिँ घिनै लाग्दो छ गाइस। अब चाहिँ हामी घर जान आँटेको र आजको भ्लग चाहिँ म यहीँ राख्न चाहन्छु। प्लिज लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई।